आज चाहिँ यो यामा बाइकलाई चाहिँ भाइको गाडीमा लगेर टक्क सिधारै डिमापुरमा बनाउनु पर्यो के यो यामालाई चाहिँ हल्का उठाउनु पर्यो एक्सटेरियरलाई चाहिँ लानुपर्ने हुन्छ हाम्रो चाहिँ डाइरेक्ट अब यसरी लिएर जाने मोबिल गिरोस् यसरी गिरोस् तेल चाहिँ गिर्छ होला चाबी नै लगाइदिइ राख्नु पर्यो चाबी छ यता यो चाहिँ लाइट जल्दैछ अहिले जिन्दै छ बाइक अझै पनि ती जस यो किक मात्रै बिग्रेको के यसको यसलाई चाहिँ हामी बनाइवरी हान्छौँ अब दाजुभाइ चाहिँ ड्याममा सीताले यो गाडीमा चाहिँ लानुपर्ने हुन्छ गोर्खे गाडी चाहिँ बसन्ती छ एउटा यहाँ है यस्तो छ बसन्ती यो गोर्खा बइस भन्ने बसन्ती छ यहाँ चाहिँ अनि यसरी भइसकेको छ रेडी अब हामी चाहिँ जानुपर्ने हुन्छ है लाग्यो है टक्क सीताले अब बसन्ती अब के भन्नु नयाँ बेहुली भनौँ न अब यस्तो सजाएको छ भाइले गाडी सुन्दरी अनि यस्तै छ कोलोनीको बाटो यो चाहिँ मेरो कोलोनीको बाटो यता दाजुभाइ हिँडिँदैछ भाइको बसन्तीमा आज दाइ हल्का यामा बाइकलाई चढायो अडी राम्रो भए त त्यो यामामा उठेर जानुहुन्थ्यो अहिले यामालाई यहीँ भित्र हालेर गइँदैछ दुई भाइ अनि यो चाहिँ मेरो कोलोनीको बाटो यसरी जानुपर्ने हुन्छ फिलहाल अहिले चाहिँ हामी बाटोमा निस्किसकेको छौँ अब यतै देशमा नभए पनि विदेशमा भयो भने हाम्रो नेपालको झन्डा चाहिँ हमेसा यसरी फरफराएर हान्छ यसरी है अगाडि झन्डा चाहिँ फेर गरिरहेछ जय नेपाल जे भए पनि मन त नेपाली हो यस्तो छ गाडीमा टक्क नेपाल आफ्नो देशमै नभए पनि विदेशमै भए पनि अनि यो चाहिँ अब यसरी जानुपर्ने हुन्छ हामी चाहिँ यहाँबाट यो चाहिँ घाँसपानी टाउन हो भन्दाखेरि चाहिँ नेपालको झन्डा फरफराइरहेछ डल्लो परेर अगाडि चाहिँ यता भाइले चाहिँ डल्लो परेर 2 नम्बरमा चढाइरहेछ उकालो अनि यो चाहिँ बाहिरको नजारा हाम्रो दोकानहरू देख्दैछ यस्तै छ घिन्दागानी दर्पण छ यहाँ बजार पनि हो अब यस्तै छ है यो चाहिँ हाम्रो घाँसपानीको अटो पार्किङ सबभन्दा दामी यो अनि हामी चाहिँ यहाँबाट यसरी जानुपर्ने हुन्छ पानी परेर बर्बाद छ घाँसपानी टाउन यस्तो छ पानी परेर सबै बसिरहेछ है अनि यो भयो यता ट्याक्सी पार्किङ अनि आज चाहिँ शुक्रबार आज यो दाइले बोइलर लगेर खाने पर्यो मजाले अनि यता चाहिँ हामी जाँदैछौँ मेन बाटो भयो यो यहाँबाट चाहिँ हामी सिधा डिमापुर जानुपर्ने हुन्छ डिमापुर पुगेपछि चाहिँ हामी चाहिँ बाइकलाई चाहिँ ओह्रालेर त्यहाँ बेकरीको सामान भाइले टक्क लोड गरेर त्यहाँ निस्किन्छ फेरि कुइमातिर अझै मात्र घाँस पनि पासा बर्मा के माग्थ्यो पासा त्यहाँ बाइकको ग्यारेज छ मेरो बाइक त्यहाँ चाहिँ लगेर जानुपर्ने छ बाइकलाई अब कति दिनमा बनाइदिन्छ होइन अब यसपालि बनाएको भन्नु त पऱ्यो नै त्यो भयो पनि बारीको याद आयो क्या यो भयो हाम्रो पुरानो पार्किङ साथीहरू रोकिरहेको छ हो हात पनि हल्लेको छ यो खेरमल पार्किङ भयो हामी खेरमल पार्किङ पटिसकेको छौँ त दाहिने साइड पस्नुपर्छ दादा रे दादा के साह्रो जाम पानी पऱ्यो भने पनि जामै जाम छ यो डिमापुरमा पनि जाम छ जहिले आए पनि जाम हुन्छ अब हामी चाहिँ यो पुलिस पोइन्टबाट दाहिना पस्नुपर्ने हुन्छ दाहिना पसेर ठिक्क यहाँबाट ऊ त्यो दाहिने साइडको बाटो यसरी पस्नुपर्ने हुन्छ यता छ ग्यारेज आइपुगिसकेको छ ग्यारेज चाहिँ यहीँ हो अलिकति अगाडि होइन अनि यतापट्टि लेफ्ट साइडपट्टि छ भाइ ऊ त्यो स्कुटीको लाइनमा ऊ त्यो टमटम छ नि यो यहाँ हामी पुगिसकेको छौँ ग्यारेजमा ठिक्क पनि खाजा खाएर आएर खोल्दै रहेछ है
हामी चाहिँ ग्यारेज पुगिसकेको छौँ। यहाँ हाम्रो मिस्त्री दाइले देखाइसकेको छ कता लाउनु पर्ने। यहाँ चाहिँ टक्क यस्तो लाउनुपर्छ। हामी दाजुभाइले चाहिँ सिधा बस 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 हो जाएगा। ल हामी फिलहाल पुगिसकेको छौँ है। कालमे ठिक है। बसन्तीसित हामी पुगिसकेको छौँ। यता भैयाजी मिस्त्री साहब मेरो बाइक मिस्त्री उसले चाहिँ मजाले बनाइदिन्छ। यता चाहिँ गिरा के लेके आया क्या करेगा यसै लेके आया। अब हामी नमाउँछौँ यसलाई चाहिँ। ल हामीले बसन्तीलाई नमाइसकेको छौँ। अब यता हाम्रो सरले चाहिँ ढकालेर लाँदैछ है। वो न्यूट्रल करने से भी ऐसा ही टाइट है। वो न्यूट्रल ही है, अभी न्यूट्रल चला गया। हाम्रो बसन्ती चाहिँ यसरी भएको छ। अब नेक्स्ट हप्तामा चाहिँ टक्कल लिने हो बनाएर राखिदिन्छ। म चाहिँ लिन आउँछु है। यता भैयाजीले ढकाल्दैछ। ऐसा ही टाइट है भैया, ये क्या हो गया? ये खोल के वो लूज किया, उसका बाद में तो फ्री हुआ था, फिर चलने का बाद में स्टार्ट बंद हो गया तो टाइट हो गया। ल मेरो बसन्ती चाहिँ पसिसकेको छ खरभित्र। अब कहिले बनिन्छ थाहा छैन त्यो चाहिँ। आज शुक्रबार, भोलि शनिबार, सोमबारसम्ममा त बनाइसक्छ होला सायद। हाँ ज़्यादा दाम दे दिया तो हमको पुराना वाला पसंद नहीं लगा ना, इसलिए वो तो खोल के हम जला दिया। तो आप अच्छे से बना दीजिए। ल यो सहरको चौक, मेन चौक चाहिँ अब म देखाउँछु। हाम्रो धरानको घन्टाघर जस्तो यो चाहिँ नागाल्यान्डको घन्टाघर हो। डिमापुरको सिडी टावर भन्छ यसलाई चाहिँ। एकदम यो चाहिँ घन्टाघर, यो चाहिँ सिडी टावर। यसलाई चाहिँ यता चाहिँ जान्छ के भन्छ जसरोड। समोसा खाने हो भाइ? दिजिए गरम गरम। ल समोसा यस्ता लिइसकेको छु। 100 रुपियाँ का 60 को भैया जी दे दिया है। इधर में आ जाए खाने के लिए। समोसा लिइसकेको छु। म अब गाडीमा गएर जाम खाइन्छ। अहिले शेखरले दुनियाँ रातो पारिदिने रहेछ है। यो बुढोले शेखर बेचेको। यो दाइले, ये भैया जी शेखर दे रहे जा रहे भैया। अब गइयो दाजुभाइ। यो चाहिँ मोरवाडीपट्टि हो। कहाँ हो भन्दाखेरि मोरवाडीपट्टि यता छ गाडी। दाजुभाइ समोसा लिएर हालिदिया। अनि हेर्दै कस्तो दामी छ है। आहा कहाँ गयो भाइ फेरि? म पनि समोसा खाएर यस्तै बिल्डिङ बनाउनु मन छ। यता दाजुले समोसा खाँदैछ। मजा छ। लासो फ्याफुल्ला यता चाहिँ चलिराखेको छ काम चाहिँ खुल्लाम खुल्ला। पानी जमेछ भाइको गाडीमा। छेन्डा गर्दैछ। छेन्डा त छ बुच्चे छ हो। एकतिर मात्रै हो। भर्खर एउटा सामान आएको छ। अब कतिखेर हो? समोसाको पस सस दिइसकेको। मैले त एउटा नै खाइसकेको। भाइले सुरुवात गर्दैछ। मिठो छ। यो एकदम फेमस छ कि यो मडवारीपट्टिको चाहिँ। यो बहुत फेमस हो नि त। राम्रो लाग्यो खाएर। दामी छ। धेरै सालपछि खाएँ मैले यो। जे होस् समोसा इज बैक टू गेन। बारिश में साला वीडियो बनाता है बारिश में खींच दिया। हाला मत करो। चलो चलो मारा हम लोग को मदद देगा आपको। हाँ एक आदमी कौन टूट जाऊँ, एक आदमी यहाँ रहो तब होगा। चलो ल जान कमा ले। भाइको गाडी लोड हुँदैछ। लास्ट छ अब यो दाल। दाल बडा फटाए त थोड़ा यहाँ में। आराम से रखो, आराम से। आराम से रखो। खटा वाला बडा दे दिया। चलो आज चाहिँ हाम्रो अनिल भाइको गाडी लोड गर्दा गर्दा रात परिसक्यो हो। अब इसका खड़े लहसुन दे देना, मुंह फुल थोड़ा पूरा फुलाए ना, आराम से दे दो ना। चलो चलो डालो डालो, कोही बात नहीं। आउँदैछ भाइले पानी परेकै छ है।
कतै कतैको माल अब जानु आँटेको छौँ हामी दो ठेलाको माल बारिसको चलते लोड गरिया एक ठेला ल गरेको भाइ अब चाहिँ ड्याममा सिधारो लोड भइसक्यो अब चाहिँ हामी चाहिँ गइन्छ है ल यता आज चाहिँ यस्तै अब पानी परिरहेछ अहिले पनि गरिसकेर निस्किसकेको छौँ यता हामी निस्क्यौँ लोड गरिसकेर भाइले चाहिँ घरमा नाना गाडी आउँदैछ यता हो राई मिलेपछि गाडी कुदिहाल्छ फेरि कालो खालको ठिकै छ ल पसलहरू खुल्लै छ अहिले पनि हामी चाहिँ आस्ते ल गइँदैछ हामी चाहिँ झिल्के गाडीमा